अघिल्लो खण्डको कुरा गर्दा यो निवेदनमै के देखिन्छ भने बजेट विनियोजन भयो, त्यो अनुसार काम भएन, दुरुपयोग भयो भन्ने सारमा यो देखिन्छ र यसमा भ्रष्टाचार भएको हुनाले छानबिन गरोस् लेखा समितिले भन्ने देखिन्छ। यस सम्बन्धी कारबाही गरियोस् भनेर फेरि परमादेशको लागि पाटन उच्च अदालतमा निवेदन दिएको पनि देखिन्छ त्यतिखेर यो अध्ययन गर्दा। र त्यो सिलसिलामा पाटन उच्च अदालतमा जवाफ दिएका कुराहरू पनि यहाँ पाटन उच्च अदालतको फैसलामा देखिन्छ। अदालतले के भन्छ भने यसमा चाहिँ के अरे यो सङ्कल्पले हामीले निर्माण गऱ्यौँ बजेट अनुसारको र ह्यान्डओभर पनि भइसकेको छ भन्ने कुरा गर्छ। यतातिर त्यहाँ जवाफ दिएको, यहाँ डकुमेन्ट मन्त्रालयसँग के छ र यस्ता सबै जवाफहरूमा अनि अख्तियारलाई पनि विपक्षी बनायो भने अख्तियारले फेरि हामी छानबिन गर्दैछौँ भनेको छ त्यहाँ चाहिँ जवाफमा। र आयोग के अरे उसले पाटन उच्च अदालतले आफ्नो फैसलामा परमादेश जारी गर्नु पर्ने, त्यसै रिट निवेदन खारेज हुन्छ भन्दै, तर भ्रष्टाचार सम्बन्धी छानबिन गर्ने कम्पिटेन्ट अथोरिटी भनेको आयोग भएको हुनाले यसले छिटो गर्छ र उचित निर्णय गर्छ भन्ने खालको त्यहाँ निर्देशन जस्तो छिटो गरोस् भन्ने निर्देशन छ। यो पछि फेरि आएको हो यो निवेदन हामी कहाँ आएको छ। त्यसो गर्दा हामीले एउटा डकुमेन्ट के पाउनुपर्छ भने यहाँ चाहिँ निवेदनमा के भनिएको छ भने सुनेको छु कि अख्तियार दुरुपयोग निवारण आयोगले यसलाई पेन्डिङमा राखेको छ भन्ने यहाँ लेखिएको छ। हो भने के अब हामीले त्यो चाहिँ विवरण मगाएर के कस्तो के कारणले पेन्डिङमा भयो त्यो चाहिँ त्यसकालको चाहिँ भ्रष्टाचार नभएर पेन्डिङमा गर्यो भन्ने नै हुन्छ त्यो फेरि सामान्यतया। त्यसो हो भने यो पक्षमा फेरि उजुरी यहाँ हामीले छानबिन के गर्छौँ, कम्पिटेन्ट अथोरिटीले टुङ्गाइसकेको कुरा हामीले फेरि गर्न अथवा के गर्ने एउटा यो छलफल हाम्रो। अर्को चाहिँ अरे मात्रै आएको छ, त्यो चाहिँ टुङ्गो लाग्यो कि लागेन भन्ने कुरा हामीले जानकारी पाउनु पर्यो। यसमा यसो देखिन्छ, अब अहिले मन्त्रालयको सचिवज्यू खासै सचिवज्यूको विवरण हेर्दा चाहिँ विगतमा समिति गठन भएको त्यसले विभिन्न निर्देशन गरेका कुराहरू छन्, त्यो डकुमेन्टहरू हामीलाई यहाँ चाहिन्छ। किन त्यो डकुमेन्ट यहाँ छैन, मन्त्रालयले के गर्यो विगतमा भन्ने कुरा मन्त्रालयले त्यो सम्बन्धी बजेट विनियोजन भयो, बजेट विनियोजनपछि खर्चहरू के भए त्यस सम्बन्धमा चाहिँ यो त अहिलेको होइन, 1 दशक पहिलेको कुरा हो। त्यो बिचमा महालेखा परीक्षकले केही टिप्पणीहरू लेखेको छ कि छैन, अथवा चाहिँ त्यसमा चाहिँ महालेखा परीक्षकको चाहिँ लेखा परीक्षणमा के देखिएको छ, त्यो भएपछि चाहिँ महालेखा परीक्षकको प्रतिवेदनहरू हामीलाई यहाँ खोज्नुपर्छ होला। मन्त्रालयले त्यो विवरणहरू महालेखा परीक्षक केही छ कि छैन त्यसलाई टिप्पणीहरू, मन्त्रालयले गरेका छानबिनमा देखिएका कुराहरू प्रतिवेदनहरू हामीलाई दिनुपर्छ, अध्ययन गर्नुपर्छ। त्यसपछि हामी एउटा निष्कर्षमा पुग्नुपर्छ जस्तो लाग्छ। किन अहिले ती दिएको उजुरी हेर्दा अदालतसम्म पुगेर अदालतले चाहिँ परमादेश पनि जारी नगरेको, रिटलाई चाहिँ इन्टरटेन नगरी रिट खारेज गरेको देखिन्छ एकातिर। अर्कोतिर चाहिँ आयोगको कार्यक्षेत्र हो, अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यक्षेत्र भनेर अदालतले क्याटेगोरिकली भनेको छ। अख्तियारले हामी छानबिन गर्दैछौँ भनेको छानबिनको रिजल्ट के छ यो कुरा थाहा नपाएर फेरि हामी फेरि त्यही विषयमा सायद धेरै गर्न सक्दैनौँ कि। तर यो निवेदन हेर्दा सरसर्ती हेर्दा चाहिँ केही गडबडी भयो कि भन्ने नै देखिन्छ। त्यसो गर्दा यो कुरा एउटा देखिन्छ। पछिल्लोमा फेरि के देखिन्छ भने त्यतिखेरको मध्ये प्रतिवादी अथवा चाहिँ उजुरी गरिएका मान्छे, अभियोग लगाइएको व्यक्ति राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुनुहुन्छ। त्यो आयोगमा पनि यस्ता के अरे महिला आयोगमा पनि हुनुहुन्छ, त्यसमा यस्तो छ भनेर आफै विवरण छ र यसमा चाहिँ फेरि उपाय छैन भन्नुभएको छ। हामीलाई पनि यस्ता भ्रष्टाचार छन्, आदि छन्, सबै छन्, त्यो अन्त फेरि छानबिन गर्न मिल्दैन भनेर यहाँ लेखिदिनु भएको छ। भने अब हामीले के उपाय त भने महाभियोग, के उपाय त भने 3 जनाले यसो गर्ने भने फेरि सबै आफै लेखेको अवस्थामा सायद यो हाम्रो फेरि कार्यक्षेत्रभित्र नपर्ने हो कि जस्तो देखिन्छ यहाँ हेर्दा। तैपनि मेरो भनाइ के छ भने अलिक बढी चाहिँ अख्तियारले कहाँ पुर्याए चाहिँ छानबिन त्यसको प्रतिवेदनहरू विवरणहरू
मन्त्रालयले विगतमा गरेका छानबिनहरूका डकुमेन्टहरू त्यतिखेरका महालेखा परीक्षकका प्रतिवेदनहरू के छन् त्यो आएपछि फेरि अर्को बैठकमा अलि डिटेल छलफल गर्ने त्यो डकुमेन्टहरू आइसकेपछि आवश्यक पऱ्यो भने एउटा छानबिन समिति हामी उपसमितिहरू या समिति केही बनाएर त्यसले डिटेल अध्ययन फुल कमिटीमा गर्न नसक्यो भने एउटा अध्ययन गरेर हामी एउटा धारणा बनाउनु पर्ने हुनसक्छ जस्तो लाग्छ। यो 67 डकुमेन्ट हेर्दा अब उजुरीको पक्ष हेर्दा चाहिँ अब त्यतिखेर चाहिँ विनियोजित बजेट पुरै खर्च भएन कि दुरुपयोग भयो कि भन्ने आशंका गर्ने ठाउँहरू पनि देखिन्छन्। यस्तो खालको छ। धन्यवाद।